हेलो एन्ड नमस्ते सम्पूर्ण दर्शक साथीहरू, वेलकम टु दिस युनिक एन्ड अमेजिङ युट्युब च्यानल है। आज मैले यो भिडियो ट्राफिक रुल्स र सडक सुरक्षा सम्बन्धी साना सूक्ष्म कुराहरू तपाईको देखाउन गइरहेको छु, जसले गर्दाखेरि ठुलो परिवर्तन ल्याउन सक्छ। हाम्रो एउटा सडक दुर्घटनाबाट बच्नुका साथसाथै ट्राफिक जामलाई पनि अलिकति भए पनि कम गर्न सकिन्छ कि भन्ने उद्देश्यले मैले यो भिडियो लिएर आएको छु हजुरहरूको सामु। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने हुन आशा छ र म तपाईहरुलाई भिडियो लाइभ राइड सँगसँगै देखाउनु छु र तपाईको त्यहाँ कस्ता के हैन रोडहरुमा हिँड्दाखेरि सिचुएसन कस्तो छ के छ हैन त्यो सबै देखाउने छु र त्यसलाई अलिकति हल्का विश्लेषण गरेर तपाईहरुको माझ पस्किने कोसिस गर्ने छु। यदि हजुरहरूलाई मन पर्यो भने यो भिडियोलाई लाइक पनि गरिदिनु होला र शेयर पनि गरिदिनु होला है त। लेट्स गो फर द राइड। म अहिले यो साधुबाटो साइडतिर छु है। हेर्नुस् त आजभोलि रोडहरु कस्तो राम्रो भएको छ। काठमाडौँ लगायत देशका हरेक ठाउँहरुमा रोडहरु यति फ्राकिला, यति सुन्दर र यति तपाईको राम्रा भएका छन् हैन। तर त्यही मात्रामा हाम्रो सडक दुर्घटनादेखि लिएर सडक जामहरु चाहिँ उल्लेख्य मात्रामा बढ्दै पनि छ। अब यो एउटा कारण तपाईको हाम्रा सहरी साधनहरु पनि बढ्दै छन्, बढिरहेका छन्, जस कारणले पनि हुन्छ। र अर्को एउटा कारण मैले यसो विश्लेषण गर्दाखेरि हाम्रो बिहेभियर इन रोड हैन, हामीले कस्तो बिहेभ देखाउँछौं, कसरी चलाउँछौं भन्ने कुराले पनि म्याटर गर्छ जस्तो मलाई लाग्छ हैन। त्यो मध्येमा तपाईको ओभर स्पिडिङ हैन, मापसेदेखि लिएर तपाईको लेन रुल्सहरु फलो नगर्ने, दुनिया धेरै कुराहरुले गर्दाखेरि तपाईको सडक दुर्घटनादेखि लिएर जामदेखि लिएर सबै कुराहरु हैन, यस्ता साना कुराहरु अथवा ठूला कुराहरुले गर्दाखेरि हुन्छ। र तपाईलाई म त्यो दुई चारवटा कुराहरु आज म यो भिडियो मार्फत देखाउन गइरहेको छु। अरु भिडियोहरु पनि ल्याउँदै गरौँला हैन। तर यो भिडियोलाई चाहिँ अरूहरुले एकदमै सपोर्ट गरिदिनु होला र अरु सामु पनि यो पुर्याइदिनु होला सबैजना समक्ष है। अब यो यस्तो चोकहरुमा विशेष गरी ल यहाँ हेर्नु है, उहाँहरुले रोक्नु भयो लेफ्ट साइडमा, ठीक छ हैन, वेल डन। त्यस्तै तरिकाले तपाईहरु अलिकति प्यासन राखेर 2 मिनेट जति सडकमा हैन कुर्दैमा सायद तपाई 2 मिनेट पछाडी ढिला पुग्दैमा हैन त्यस्तो ठुलो क्षति केही पनि हुन्छ जस्तो मलाई लाग्दैन हैन। यस्तै कुराहरुलाई अलिकति प्यासन राखेर हैन, अलिकति धैर्य राखेर 2-4 मिनेट कुरेर हैन एकले अर्कालाई जान दिएर हैन त्यसरी हिँड्दाखेरि सायद जाम पनि कम हुन्थ्यो कि एक्सिडेन्ट पनि कम हुन्थ्यो कि जस्तो मलाई लाग्छ हैन। हतार गर्यो अनि अब ट्राफिकको एउटा स्लोगनै छ, हतार गर्यो भन्न सकिन्न हैन। बिस्तारै गयो अवश्य पुगिन्छ, बिस्तारै गयो भने 10 मिनेट 15 मिनेट ढिला पुगेला तर अवश्य चाहिँ पुगिन्छ हैन। तपाईहरु एकजनाले हतार गरिदिँदाखेरि बाइ चान्स एक्सिडेन्ट भयो भने त्यसले तपाईलाई मात्र हैन कि राम्रो आनन्दले सडकमा हैन रुल्स फलो गरेर चलाउने मान्छेहरुलाई पनि ह्याम्पर गर्छ। त्यो जस कारणले गर्दाखेरि स्पिड चाहिँ एकदम कम गरिदिनुस् र विशेष गरी अलिकति बाइक कुदाउन मन लाग्ने, राइडिङ गर्न मन लाग्नेहरुको लागि चाहिँ विशेष गरी उहाँहरुको लागि रिक्वेस्ट के भन्दाखेरि अलि हाइवेमा जानुस् हैन। यस्तो सानो सिटी भन्दा अलि बाहिर हैन, ठुलो अहिले त 4 लेनको बनिसकेको छ क्यारे धेरै ठाउँमा हाइवेहरु पनि हैन। त्यस्तो ठाउँमा जानुस्, खुल्ला ठाउँमा, अनि आनन्दले तपाई सेफ भएर कुदाउनुस्। त्यो हुँदाखेरि तपाईलाई पनि आनन्द हैन। भिडियो पनि कस्तो राम्रो आउँछ तपाईहरुले भ्लगिङ गर्नुभएको भने हैन, र तपाई सबैको लागि अति उपयुक्त हुन्छ के। त्यसको लागि तपाई बिदा मिलाएर जानुस्, शनिबार हैन 1-2 दिन जानुस्, उतै राइड गर्नुस् आउनुस्। तर प्लिज यस्तो काठमाडौँ जस्तो साँघुरो रोडहरु अलि बिजी ठाउँहरुमा चाहिँ स्पिड चलाएर तपाईले आफ्नो मात्र हैन अरूको ज्यान पनि अलिकति धरापमा पारिरहनु भएको थियो। यो चाहिँ स्पिड चलाउनेहरुको लागि है विशेष गरी। र हाम्रो चाहिँ विशेष गरी अझ बाइकहरु हैन अलिकति लेनको चाहिँ प्रोपरली अलिकति पालना गरौँ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि हामी लेनै मिचेर तपाईको अगाडि बढेर हैन धेरै ठाउँमा धेरै चोकमा त तपाई हामीले अरूको लेन पनि खाइदिँदाखेरि अपोजिट डिरेक्सनबाट आउने गाडीहरु पनि अड्किन्छ, जसकारण झन् ठुलो जाम हुन्छ कि हैन। त्यो कुरा मैले धेरै देखेको छु, यहाँहरुले पनि देख्नु भएको, भोग्नु पनि भएको, मनन पनि गर्नु भएको। तर तपाईहरुले मात्र के हो भन्दाखेरि तपाईहरुले त्यो कुरालाई सिरियसली मनमा लिएर तपाई आफू त्यो कुरालाई हैन एक्सनमा चाहिँ ल्याउनु हुँदैन जस्तो मलाई लाग्छ हैन। त्यो कुराहरु अलिकति ख्याल गरिदिनु विशेष गरी। अब हेरौँ अगाडि हैन, अब यो राइड सँगसँगै जाउँ।
यस्तो खुल्ला ठाउँमा अलिकति फ्राकिलो ठाउँ छ भने तपाईँ अलिकति स्पिड चलाउन केही फरक नपर्ला है। अब यहाँ तपाईँ चोक आयो, यहाँ चोकमा हाम्रो कस्तो हुन्छ त, हामी कसरी जान्छौँ होइन। एटलिस्ट तपाईँ चोक आइसके पछाडि रोक्नुहोस् होइन, 2 सेकेन्ड 5 सेकेन्ड रोक्नुहोस्। ल हेरेर लेफ्ट साइडमा हेर्नुहोस् मेरो यो होइन स्कुटी कसरी गइरहेको, ताकि उसले दायाँ पनि हेरेको छैन है। त्यसै जाँदाखेरि के हुन्छ, दायाँबाट हिँकेर आएको यदि बस गाडीहरू रहेछ भनेपछि तपाईँले ठक्क त्यही दुर्घटना हुँदैन, हुन्छ नि होइन। त्यो भनेको एकदम ख्याल गर्नु कुरा। यस्तो चोकहरूमा तपाईँ यसरी हेर्नुहोस् होइन, दायाँ बायाँ तपाईँ गाडी आछ छैन होइन, आएको छैन। ल राइट साइडबाट आएको पनि तपाईँ जान सक्नुहुन्छ, तर लेफ्ट साइडमा आछ, यदि लेफ्ट साइडका बाइकहरू गाडीहरू स्लो छन् भने तपाईँ जान सक्नुहुन्छ अनि तपाईँ सुरक्षित पनि हुनुहुन्छ। द्याट्स फाइन। अगाडि बढौँ होइन। अब तपाईँको यहाँ अगाडि पनि सानो सानो कुराहरू म तपाईँलाई देखाउँछु। यो सानो सानो कुराहरूले गर्दाखेरि हो कि साथीहरू अलिकति ठुलो चेन्ज ल्याउने, र सानो सानो कुराले गर्दै जाम हुन्छ। मैले काठमाडौँ धेरै देखेको छु है, यस्तो कुराहरू अलिकति ख्याल गरिदिनु होला है। र मेन कुरो म अलवेज भन्छु होइन, यो लेन चाहिँ क्रस नगरिदिनु होला, बाइकले होस् या गाडीले होइन। लेन चाहिँ एकदम प्रोपर पालना गरिदिनुहोस्। ट्राफिक नियम भनेको हाम्रै लागि हो सायद होइन, तपाईँको त्यसलाई ब्रेक गर्दैमा हामी महान हुने पनि होइन, र त्यो ब्रेक गरेर चाँडो पुगेर अरू केही ठुलो कुरा हुने पनि होइन है। त्यो कुरालाई अलिकति ध्यान गरिदिनु होला। यहाँ अगाडि गाडी छ स्कर्पियो, यो गाडी गयो ओभरटेक गरेर। त्यो ओभरटेक गर्दाखेरि पनि ध्यान दिनुपर्छ लेन कस्तो छ होइन, अगाडि कस्तो के छ, गाडीहरू आइरहेछ छैन होइन, सुरक्षित कति छु म। अब तपाईँको यो ट्रक आयो म पनि जान सक्छु है, किन भन्दा एक त यो स्कर्पियो चलाउँदाखेरि उसले पनि आनन्दले होइन अलिकति लेफ्ट साइड चलाएको छ, र म पनि सेफ छु भने आई क्यान गो है। अब तपाईँको रोड पनि खाली खाली छ, यो अलि मध्याह टाइम भएर हो। अलिक बिजी टाइमको भिडियो पनि म तपाईँहरूसँग लिएर आउने छु होइन। बिजी टाइममा चाहिँ काठमाडौँमा हाम्रो मनोविज्ञानले धेरै हामीलाई चाहिँ यति प्रेसर दिन्छ होइन, त्यो जसले गर्दाखेरि जाम अझ बढ्न जान्छ है। त्यो कुराहरू पनि म तपाईँहरूलाई अरू भिडियोहरूमा देखाउने छु। त्यो तपाईँहरूले च्यानल सब्सक्राइब गरेर होइन नोटिफिकेसन बटन अन गर्नु भने तपाईँहरूले भिडियो आइहाल्छ है। मैले भिडियो अपलोड गर्दाखेरि तपाईँहरूले हेर्नुहुनेछ। यहाँ हेर्नुहोस्, तपाईँ लेफ्ट साइडबाट मजाले जान पाइन्छ है, ठाउँ छ, स्पेस छ। यदि तपाईँ मजाले अगाडि छिर्न सक्नुहुन्छ भनेपछि तपाईँ जानुहोस् होइन, डजन्ट म्याटर है। किन भन्दा बाइक हो, गाडीको पछाडि बस्नुपर्छ भन्ने यस्तो ठाउँमा चाहिँ छैन पनि होइन। तर राइट लेनमा गएर चाहिँ नबस्दिनुहोस् कि, किन भन्दा राइट लेन भनेको अरूको हो कि, अरूको लेनमा गएर बस्दिँदा के हुन्छ, अपोजिट साइडबाट आउने गाडीहरू रोकिँदाखेरि झन् ठुलो जाम हुन्छ। ल यहाँ हेर्नुहोस्, सानो भ्यान उसले 2 मिनट रोकिदिँदैमा यो बाइकहरू यो सानो कार यसरी क्रस भएर जान्छ भने तपाईँको आखिर जाने त त्यहीँ हो नि त होइन। 2 मिनट रोकिदिनुहोस् न होइन, उहाँहरू जानुहुन्छ अनि तपाईँ जानुहोस्। अब यस्तो छ फेरि यहाँ तपाईँको रेजिस्ट्रेसन क्रसिङ गर्ने ठाउँ छ, स्लो गरिदिनु होइन, उहाँहरूलाई क्रस गरिदिनु। सानो सानो कुराहरू हामी अलिकति एक त स्पिडले गर्दाखेरि त्यो भर पाउँदैन होइन, किन भन्दा स्पिडमा कुदिरहेको हुन्छ अनि अगाडि झ्याप्प मान्छे आउँछ, रोकौँ कि कुदौँ होइन, रोक्न त अब सकिँदैन, कुद्नै पर्यो। अनि कुद्दाखेरि के हुन्छ, अनि एक्सिडेन्ट हुन्छ। त्यो पछि अलिकति स्लो आफ्नो तपाईँको कन्ट्रोल स्पिडमा चलाउनु भने सायद त्यस्तो कुराहरू बिहोर्नु पर्दैन जस्तो लाग्छ। म यो बसलाई अलिकति अघिदेखि वाच गरिरहेको छु है, यो बसको हेर्नुहोस् है। अब विशेष गरी बस ड्राइभरहरूको चाहिँ मैले धेरै चाहिँ यिनीहरूको के फल्ट भेटाएको छु भन्दाखेरि एक त स्पिड कुदाउँछन् जहाँ पनि है, हुन त उहाँहरूलाई पनि पैसा कमाउनु छ होला, युज गर्नु छ होला, अब मान्छे जति हाल्यो त्यति आउने होला कमिसन, अझै ड्राइभरको आफ्नो पीडा होला। तर पनि तपाईँको त्यो छँदै पनि तपाईँ ओभर स्पिड गरेर होइन एक्सिडेन्ट निम्तिन सक्छ भनेपछि तपाईँ अलिकति स्लो गर्दाखेरि अनि सबैलाई सुरक्षित हुन्छ भने त स्लो गरिदिनु पऱ्यो नि होइन। अनि तपाईँ रोक्दाखेरि मान्छे झार्दा हाल्दाखेरि तपाईँ लेफ्ट लाइट बालेर तपाईँ रोक्ने गर्नुहोस्, अलिकति सडक च्यापेर होइन, अलिक कुनामा लेफ्ट साइड च्यापेर होइन मजाले रोकिदिनु भयो भने। अनि पछाडिबाट आएका साथीहरू, पछाडिबाट आएका भेहिकल अरू साधनहरूलाई पनि जान सजिलो हुन्छ। तपाईँले जहिले सुकै रोक्दाखेरि तपाईँ लेफ्ट लाइट बाल्ने हो, राइट लाइट बाल्ने होइन। लेफ्ट लाइट भनेको के हो, तपाईँ ल म स्लो डाउन गर्नुहोस् है, म रोक्दैछु अथवा म टर्न लेफ्ट गर्दैछु है, तपाईँ राइट साइडको लाइट बाल्ने कतिखेर भन्दा ल है म अब रोकेर निस्किन लाएँ, अब तपाईँ अलिक उस हुनुहोस् है, चनाख्नुहोस् है, म पनि अगाडि बढ्दैछु भन्ने हो सङ्केत। त्यो चाहिँ तपाईँहरूले अलिकति ध्यान दिएर होइन, यस्तो यस्तो रुल्सहरू अचेल त युट्युबमा तपाईँको गुगल सर्च गऱ्यो भने सबै आउँछ होइन, त्यो यसो सर्च गरेर हेरेर तपाईँहरूले पनि ध्यान दिनु होला यस्तो कुरामा होइन। किन भन्दा पर्पल रुल्सको फलो गर्ने मान्छेहरू कन्फ्युज हुन्छ कि तपाईँहरूको त्यो सिग्नलले है, त्यो कुरालाई पनि विशेष ध्यान दिनु होला। ल यहाँ ट्याक्सीलाई हेर्नु है, वेल डन ट्याक्सी कस्तो मजाले होइन, उसले राइट सिग्नल बाल्यो, राइट गर्छ। अब त्यहाँ अगाडि गइसके पछाडि
अब फेरि लेफ्ट जानु पर्ला हैन, तत्कालै तपाईले राइट सिग्नल अफ गरेर अनि तपाईँ लेफ्ट सिग्नल दिनुपर्छ ताकि तपाईँ पछाडि आउने गाडीहरूलाई पनि सहज होस्, उसले पनि थाहा पाओस् कि यो लेफ्ट जाँदैछ है। त्यो तपाईँको सिग्नललाई प्रोपरली युज गरिदिनु होला। र मेरो यो लेफ्टमा छ तपाईँको लेन, डट लेन, व्हाइट लाइन हैन, तर त्यो डट काटिएको, त्यो तपाईँ क्रस गरेर जम्प गरेर त्यो अर्को लेनमा जान सक्नुहुन्छ लेफ्ट लेनमा। त त्यहाँ चाहिँ तपाईँले ट्राफिक यो जाम विशेष गरी तपाईँको चोकमा लाइटमा अड्केको बेला चाहिँ सकभर त्यहाँ नबस्दिनुहोस् होला हैन, किन नबस्दाखेरि पछाडि आउँदा ठुल्ठुला गाडी ट्रकहरू आउँदाखेरि स्मुथली तपाईँ उनीहरू इजिली तपाईँ लेफ्ट टर्न गर्न सक्छन् र त्यहाँ पछाडि अरू गाडीहरूलाई ह्याम्पर नपरोस् है। त्यो कुराहरू पनि ध्यान दिनुभयो भने एकदमै सहज हुन्छ ट्राफिक यो फ्लोमा हैन। र अब तपाईँको यहाँ हामी लाइनमा कुरिरहेछौँ, तपाईँ 2-4 मिनट हैन 2-3 मिनट धैर्य गर्दैमा सायद केही बिग्रिँदैन जस्तो मलाई लाग्छ है। अलिकति स्लो चाहिँ गरिदिनु होला। र स्कुटी यसरी आयो हैन, ग्रिन बलेको बेला ठिक छ, तपाईँहरू सरर आउन सक्नुहुन्छ, तैपनि चोकमा चाहिँ सरर आए पनि अलिकति स्लो डाउन गरेर आइदिनु पर्छ जस्तो लाग्छ। किन भन्दाखेरि हैन कोही रेड लाइटमा कुद्या पनि हुनसक्छ। ल हैन, अब यो येलो भ्यान नो साइड लाइट हैन, ऊ लेफ्ट गइरहेछ, साइड लाइट छैन भनेको यो रेकलेस ड्राइभिङ हो क्या हैन। तपाईँ एउटा प्रोपरली तपाईले सानो कुरा हो नि लाइट बाल्ने भनेको, यसो पिट्ट बटन थिच्ने त हो हैन, तर त्यसले ठुलो दुर्घटना निम्तिन सक्छ नि त। त्यो सानो कुरालाई तपाईले ख्याल गरिदिनु भयो भने हैन यो अत्यन्तै उपयुक्त हुनेछ। र यो अगाडिको यो पुल हो, पुलमा तपाईँ मैले एकदमै व्हाइट लाइन देखिरहेको छु त्यहाँ बिचमा हैन। त्यो व्हाइट लाइन चाहिँ त्यहीँ फेरि बस स्टपहरू पनि छ, बसले रोकिराख, अलिकति अगाडि गयो भने टर्न लेफ्ट गर्ने चोक पनि आउँछ। यस्तो ठाउँमा सायद यो व्हाइट कम्प्लिट व्हाइट लाइन राख्नु चाहिँ यो सायद सम्बन्धित निकायको पनि अलिकति कमजोरी हो कि जस्तो मलाई लाग्छ है। किन भन्दाखेरि तपाईँको यहाँ व्हाइट लेन भनेको तपाईँ जम्प हानेर अर्को लेनमा जान सक्नुहुन्न हैन, त्यो रुल्स अनुसार। त्यस्तोमा चाहिँ कि डट राख्नुपर्छ कि कम्प्लिटली अगाडिको चोक नै बन्द गर्नुपर्छ है। त्यो भइसके पछाडि तपाईँको सानो सानो कुरा हो नि त आखिरी, हुन त हैन, त्यस्तो कुराहरू पनि अलिकति ध्यान दिनु। र यहाँ हेर्नु गाडीको लेफ्ट साइडबाट कहिले पनि टर्न गर्दाखेरि गाडीको लेफ्ट साइडमा बसेर, विशेष गरी दुई पाङ्ग्रे सवारी साधनहरूले गाडी ठुलो बसहरूको लेफ्ट साइडमा बसेर कहिले पनि टर्न नगरिदिनु है। किन भन्दा त्यो ब्लाइन्ड स्पट हो, देखिँदैन है, त्यसले पनि एक्सिडेन्ट हुनसक्छ, क्षति हुनसक्छ। यस्तो कुराहरूलाई अलिकति ध्यान दिनु होला। र धेरै ठाउँहरूमा अझै पनि रोड अझै बन्दैछ हैन, बनेको छैन, खाल्टाखुल्टी छन्, स्पिड त्यही भएर कम गर्नु भन्नु कारण पनि एउटा त्यो हो। र प्रोपरली लाइन मार्किङ छैन अझै हैन। यो त किन भन्दा यो बन्दै गरेको रोड भएर पनि त्यहाँ मार्किङ छैन र पुरानो पनि मेटिसक्यो, तर पनि हल्का देखिन्छ। त्यो देखिने ठाउँहरूमा पनि हजुरहरूले त्यो अलिकति ओहो यहाँ छ है मार्क भनेर तपाईँ हेरेर कस्तो खालको मार्क हो हैन, अगाडि कस्तो स्थिति छ भने त ओभरटेक गर्दाखेरि अलि स्पिड चलाउँदाखेरि है, त्यो ध्यान दिनु होला। मेन कुरो चाहिँ तपाईँको सडक दुर्घटना हुने एउटा मेन कारण भनेको लाइन पनि है, लेन क्रस गर्नु पनि हो। लेन एकदम ध्यान दिनु होला है। यहाँ अगाडि एउटा चोक आउँछ, त्यहाँ चोकमा पनि अलिकति सानो तपाईँहरूलाई एउटा सिन देखाउँछु म। यस्तो खाल्टाखुल्टी छ है बाटो, त्यही भएर अलिकति स्पिड गर्दाखेरि चाहिँ बाइकहरू उछिट्टिन सक्ने सम्भावना धेरै हुन्छ। गाडीहरू फेरि अगाडि भएको गाडीहरू पनि स्लो जानु पर्यो, खाल्टोमा उडाउने कुरो भएन हैन। स्लो गर्दाखेरि त पछाडि भएको मान्छेले ब्रेक लाउन नभ्याउन सकिन्छ हैन, त्यसले गर्दाखेरि स्लो गर्नुपर्छ। ल हेर्नु त स्टिल बाटो ठिक छ, बनिरहेछ हैन। यसलाई हामी एउटा पोजिटिभ वेमा हेरौँ, केही छैन, तर हामीले सडकमा गर्ने व्यवहार चाहिँ अलिकति त्यो पनि पोजिटिभ वेमै गरौँ। तर यसलाई पनि तपाईँहरूले पोजिटिभ वेमा लिदिनु होला है। यदि केही चित्त बुझेन भने कमेन्ट गर्नु होला। ल यो गाडीलाई हेर्नुहोस् है, के गर्नुपर्ने थियो यहाँ, यो पनि कमेन्ट गरिदिनु है। तपाईँहरूले यस्तो भिडियोलाई अलिकति मनन गरेर हजुरहरूले पोजिटिभ रूपमा लिदिनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। यदि हजुरलाई केही कुरा चित्त बुझेन हैन, केही त्यस्तो कमेन्ट छ भने कमेन्ट पनि गरिदिनु होला। हजुर कमेन्ट म सहर्ष स्वीकार्ने छु। यहाँ अर्को सानो जाम, यस्तो बेलामा राइट गाडी टर्न गर्दैछ भने त्यो पनि स्थिति हेरेर अलिकति अगाडिबाट आउने गाडीहरूले 2 मिनेट रोकिदिँदाखेरि बेस्टै हुन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो है। Keep watching my videos guys and keep loving the videos. I'm always for you, always on the road. Thank you.